हेलो साथीहरू, गुड मर्निङ, राधे राधे। म चाहिँ आज मर्निङ वाकिङ गर्दै गर्दै कहाँ डाँडे गाउँ आइपुगेको छु र आज तपाईँहरूलाई यहाँको दृश्यहरू अवलोकन गराउन चाहन्छु। किनभने आज मेरो साहबसँग, हाकिम सरसँग आएर म बहुतै माथि आइपुगेर सास पनि फुलि नै राखेको छ र यहाँको दृश्यहरू पनि म तपाईँहरूलाई अवलोकन गराउँदैछु। यो देख्न सक्नुहुन्छ, यहाँबाट चाहिँ साह्रै मिठो गरेर यो माछापुच्छे हिमाल र यो अन्नपूर्ण हिमाल पनि देखिराखेको छ। र आज चाहिँ म निकै डाँडे गाउँमा आएर आइपुगेको छु साहबसँग हिँड्दै 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 गरेर। र यहाँ देख्न सक्नुहुन्छ, यहाँ तल मुनि चाहिँ यो सधैँ बाटोबाट हामी सधैँ हिँड्ने गर्थ्यौँ र आज चाहिँ हामी एकदमै माथि डाँडे गाउँतिर आएको छौँ। र यहाँबाट यहाँको वेदर, यहाँको दृश्यहरू पनि तपाईँहरूलाई अवलोकन गराउँदै यहाँ देख्न सक्नुहुन्छ। र यहाँ पनि हाम्रो एउटा प्रोजेक्ट छ, साइट छ र निकै माथि, र यहाँको माथिहरूको डाँडा काँडाहरू यहाँको साह्रै मनमोहक दृश्य देखाउँदै तपाईँहरूको बिचमा। र यहाँ मेरो साहबसँग म आइपुगेको छु आज चाहिँ वाकिङ गर्दै गर्दै गरेर। र सरको पनि एउटा टिकटक बनाउनु छ अरे, र अब चाहिँ म सरको टिकटक बनाउँदैछु है। यसरी हाँसेर बोला बोला कि तिरासी सलामलाई राम्रै होला कि, यसरी हाँसेर बोला बोला कि यसरी हाँसेर बोला बोला कि। र मेरो सरको पनि टिकटक भइसक्यो, देख्नुभयो होला मेरो उसमा पनि तपाईँहरूले। र यसै गरेर हामी चाहिँ इन्जोय गर्दै यो नेपालको पावन धरामा एकदमै यहाँको वेदरसँग खेल्दै कुद्दै हामी चाहिँ निकै नै रमाइलो गर्ने गर्दछौँ। र रमाइलो पनि छ यहाँहरूको, यहाँ वेदरहरू, यहाँको हिमालहरू देखेरै बहुतै रमाइलो लाग्छ। यो तपाईँहरू देख्न सक्नुहुन्छ। आज चाहिँ अहिले बिहान चाहिँ यतिको छ र अलिक पछि फेरि बादलले ढाकेर कुहेरा लागेर निकै फेरि बरफ आउने गर्छ। र यहाँबाट चाहिँ माथिबाट चाहिँ यतिको चाहिँ देखेको छ। र यहाँ चाहिँ साह्रै नै गाइस, यहाँ चाहिँ साह्रै नै एकदमै वेदर पनि चेन्ज हुने गर्दो रहेछ। र यहाँ चाहिँ नेपालको यो लुम्ले कास्की भन्ने जग्गाको बेक साइड यहाँ सबैभन्दा बेसी नै पानी पर्ने जग्गा रहेछ। यो यही पहाडको उतापट्टि, यो पहाडको निकै उतापट्टि